हेलो साथीहरू नमस्ते जोरले सबैजनालाई होइन। आज त शनिबार सबैजना घरमै हुन्छ नि त। त्यसपछि खाजा त अब सबैजना बसेर खाँदा त साह्रै मिठो हुन्छ। मेरो हस्बेन्डले चाहिँ आज थुक्पा बनाउँदै हुनुहुन्छ। त्यसपछि भक 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 पानी उम्ल्यो, त्यसपछि थुक्पा हालिसक्नुभयो। त्यसपछि पाक्न खोज्यो, उहाँले चलाउँदै हुनुहुन्छ। त्यसपछि उहाँलाई पनि थाहा पाइसक्नुभयो क्या मजाले थुक्पा यसरी बनाउने भनेर। मिठो बनाउनुहुन्छ। त्यसपछि उहाँले पखाल्दै हुनुहुन्छ। त्यसपछि धारामा लगेर झ्याम पखाल्दै हुनुहुन्छ होइन। मजाले पखाल्दै हुनुहुन्छ। म चाहिँ उहाँले काम गरेको टुक्रुक्क बसेर टुलु हेरिरहेको छु कि। अनि त्यसपछि उहाँले चाहिँ मजाले पखाल्दै हुनुहुन्छ। अनि त्यसपछि त्यो थुक्पाले चाहिँ अलिक मजाले पखाल्नुपर्छ क्या। अनि गनायो भने त अनि मिठो हुँदैन, के अरे अलिक कस्तो हुन्छ नि त। त्यही भएर मजाले झन पारेर पखाल्नुपर्छ। पखालेपछि चाहिँ अनि त्यसपछि कचौरामा सर्लक्कै राखिदिने। अब हल्का तेल लाएर त्यसलाई गर्दा पनि हुन्छ, नत्र भने त्यत्तिकै हल्का पानी छम्केर चाहिँ कचौरामा सट झन्डैले घोप्ट्याउनु पनि भएन। त्यसपछि टक्कै रेडी भइसक्यो थुक्पा पनि। त्यसपछि अब यसलाई भक भक कुकरमा चाहिँ खसीको खुट्टाको सुप पाक्दैछ। अनि त्यो चाहिँ ट्याक्कै हामी 3जना मात्रै हो नि त। त्यसपछि 3टा कचौरामा चाहिँ टक उहाँले थुक्पा हाल्दै हुनुहुन्छ। अनि म चाहिँ यो कचौराको 2 कचौरा खान्छु क्या साथीहरू। उहाँ चाहिँ अलिक थोरै खानुहुन्छ। मेरो बाबु पनि अलिक थोरै नै खान्छ, धेरै खानु मन पराउँदैन उसले पनि। तर मिठो चाहिँ मिठो मान्छ, तर धेरै खानु खोज्दैन नि त। अनि त्यसपछि उहाँले टक्क के अरे खसीको खुट्टाको सुप टक हाल्दै हुनुहुन्छ होइन। अनि पिरो चाहिँ त्यति धेरै पिरो हाल्नु भएन। अनि त्यसपछि उहाँले बाबु पनि पिरो खानुहुन्न, उहाँ पनि पिरो खानुहुन्न धेरै। अनि म चाहिँ पिरो खान्छु कि धेरै। त्यसपछि अनि म चाहिँ कुर्सीमा बसेर ठुलो हेरिरहेको छु क्या उहाँले काम गरेको। अनि म चाहिँ कतिखेर दिनुहुन्छ अनि गम खान्छु कोहीसँग नबोलिकन भनेर म चाहिँ पर बसेर हेरिरहेको छु होइन। उहाँले चाहिँ मजाले कचौरामा हाल्दै हुनुहुन्छ क्या। अनि अब के अरे खुट्टाको सुप त एकदमै मिठो हुन्छ क्या थुक्पाको लागि चाहिँ। पहिले खुट्टा चाहिँ मजाले सिटी लाएर होइन बनाउने। अनि त्यसपछि सबै मरमसला हालेर टक्क सुप बनाइसक्नु भएको छ उहाँले। त्यसपछि अब हामी 3जना चाहिँ टक्क बस्छौँ अनि खान्छौँ होइन। त्यसपछि हजुरहरू पनि यस्तै गरेर घरमा बनाउनु खानुहोस्। बाहिर किनेर खानु भन्दा नि आफ्नै घरमा बनाएर खानुहोस् क्या। एकदम हाइजेनिक हुन्छ क्या। बाहिर त कस्तो हुन्छ के हुन्छ होइन। त्यही भएर आफैले बनाउनु चाहिँ मेरो हस्बेन्डले मजाले बनाएर हामीलाई टक्क दिनुहुन्छ क्या। अनि हामी टक्क सबैजना 3जना बस्छौँ होइन। त्यसपछि बिदाको दिन त अब 3जना भेट्नुहुन्छ नि त जाने बेलामा दिउँसो त। अरू बेलामा त बाबु स्कुल जान्छ होइन। अनि ऊ पनि ढिलै आउँछ। त्यसपछि अनि हामी त अनि भेटै हुँदैन क्या। म अफिसमा, उहाँ पनि कता बिजी हुनुहुन्छ। त्यसपछि हामी टक्क बस्छौँ अनि खाँदैछौँ क्या थुक्पा गम। म चाहिँ मिठो छ भन्दै खान्छु। डल्ले खुर्सानी पनि खान्छु क्या म त। कराममा टोक्छु, कम्ता मिठो हुन्छ त। आमामा पिरो डल्ले खुर्सानी हो। अनि हरियो चाहिँ सिद्धिएको थियो। अनि रातो त्यो हरियो नि टिपेको खै कसरी पाकेर रातै भएछ। खुट्टाको सुप पनि के अरे त्यो के अरे उस पनि खुट्टा पनि खप्लकै खाइदिन्छु कि म त। हेर्नु न मजाले खाँदैछु, बाबुलाई पनि खाऊ है त्यति खानुपर्छ भनेर भन्दैछु क्या मैले चाहिँ। अन्तखेरि उहाँ पनि खाँदै हुनुहुन्छ मजाले होइन। कति मिठो बनाउनु भएको के। मलाई पनि खानेकुरा चाहिँ नमिठो बनाउन के अरे मिठो बनाउन आउँदैन कि। सबै खानेकुरा बनाउन आउँछ कि मलाई, तर मलाई मिठो बनाउनै आउँदैन क्या। उहाँले बनाएको कुरा मलाई एकदमै मनपर्छ क्या, मिठो लाग्छ क्या। त्यही भएर म चाहिँ गम खाँदैछु। उहाँ पनि थोरै पिरो अलिकति खानुहुन्छ क्या। तर उहाँ धेरै पिरो खान सक्नुहुन्न क्या। म जति चाहिँ म चाहिँ 2टा 3टा खाइदिन्छु क्या कहिलेकाहीँ त डल्ले खुर्सानी त। अनि देखि त म त टुक्राङ्ग फेरि टोक्छु क्या। कति मिठो छ थुक्पा त। उहाँले त्यति मात्रै खाने हो, म त फेरि अर्को 1 कचौरा खान बाँकी नै छ साथीहरू। चिसोमा त यस्तो मिठो हुन्छ कि। अनि म भरे बरु खाना खान्न बरु म त 2 कचौरा खान्छु भन्दै हामी यसो अलिअलि बोल्दै पनि छु। अनि बाबुले खाऊ पनि भन्दैछु क्या मैले। अनि ऊ चाहिँ अलिक धेरै खान्न भनेर भन्दैछ। म चाहिँ नि खान्छु भनेर खाँदैछु होइन। मिठो छ, एकदमै मिठो। हजुरहरू पनि घरमा यस्तै गरेर बनाउनु खानुहोस् होइन। बाहिर नखानुहोस्, आफै बनाउनु के राम्रो हुन्छ। एकदमै मिठो हुन्छ। टक्क बनाएर खानुहोस् सबैजना सँगै बसेर। मिठो हुन्छ नि त एकदमै। कम्ता मिठो छ त आमामा। हेर्नु त मैले गम खाएको देखेर हजुरहरू पनि यस्तरी नै बनाएर खानु मन लाग्यो होला है। म त खाइदिन्छु क्या। हड्डी सड्डी सबै मजाले चुसेर आनन्दले खाइदिन्छु नि त। कति मिठो बनाउनु भएको, म कहाँ छोड्छु र खाइदिन्छु म त। गम